Hello everyone, welcome to my channel. र आज चाहिँ हामी डिस्कस गर्छौं फ्याक्टराइजेसन अफ फोर टर्म्स. फोर टर्म्सको चाहिँ सबभन्दा इजी वाला कुरा हैन. इभन टु टर्म्स भन्दा नि फोर टर्मको मलाई धेरै इजी लाग्छ हैन. यो चाहिँ हामीले ग्रुपिङ मेथडबाट गर्छौं. दुई तरिकाको क्वेशन आउन सक्छ कि. ग्रुपिङ मेथडबाट गर्ने भनेको चाहिँ इजी पीजी क्वेशन्स, भेरी इजी. यसमा चाहिँ अलिकति दिमाग लगाउनु पर्छ है त. ओके, पहिला ग्रुपिङ मेथडको मात्र गरौँ, त्यसपछि चाहिँ यसको म अलिकति ट्रिक बुझाइदिन्छु, त्यसपछि तिमीहरूले गर्न सकिहाल्छ. ओके, ग्रुपिङ मेथडबाट चाहिँ क्वेशन कसरी गर्ने फोर टर्मको लागि भन्ने कुरा चाहिँ ल डिस्कस गरिहाल्यौँ हैन. x क्यूब माइनस 3x स्क्वायर छ क्वेशनमा. त्यसपछि के छ, प्लस 4x माइनस 12 छ, प्लस 4x माइनस 12 छ. ओके, इजी कुरा. अब सुरुमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि यो चाहिँ x को पावर क्यूब, x को पावर स्क्वायर x छ अनि लास्टमा x वाला छैन भनेपछि यु क्यान नो द एनालोगी के भइरहेछ भन्ने कुरा हेर त. पहिला पावर 3 वाला आछ अनि पावर 2 वाला आछ, पावर 1 वाला आछ अनि पावर 0 वाला आछ. द्याट मिन्स हामीले पोलिनोमियल एक्सप्रेसन जुन दिएको छ त्यसलाई चाहिँ पावर अनुसार चाहिँ डिक्रिजिङ अर्डरमा मिलाएर राखिदिनु पर्यो. यदि क्वेशनले x क्यूब माइनस प्लस 4x माइनस 12 माइनस 3x स्क्वायर क्वेशनले यसरी दिएको भएपछि यसलाई चाहिँ यहाँ अगाडि राख्नु पर्यो, x क्यूब माइनस 3x स्क्वायर बनाउनु पर्यो अनि प्लस 4x राख्नु पर्यो अनि लास्टमा माइनस 12 राख्नु पर्यो. यसरी चाहिँ गर्नु पर्यो. ठिक छ, पहिला चाहिँ अरेन्ज गर्नु पर्यो. क्वेशनले पहिले अरेन्ज गरेर दिएछ भने दिमाग घुमाइरहनु परेन. ओके, अब ग्रुपिङ मेथड अथवा यो इजी खालको क्वेशनलाई चाहिँ गर्ने कसरी भन्दाखेरि यो दुईटाबाट कमन के आउँछ लिने, यो दुईटाबाट कमन चाहिँ के आउँछ लिने. ठिक छ, हेरौँ त. x क्यूब भनेको तीनवटा x लाई मल्टिप्लाई गरेको हो, इजी. 3x स्क्वायर भनेको 3 र दुईटा x मल्टिप्लाई गरेको हो भनेपछि कमन के आयो, x इज कमन. यहाँबाट दुईटा x इज कमन भनेपछि x स्क्वायर इज कमन बिट्विन दिस टू. यहाँ के बाँकी रह्यो, x इज लेफ्ट माइनस 3 इज लेफ्ट. ठिक छ कुरा. प्लस अब 4x भनेको 4 इन्टु x हो हैन. 12 भनेको चाहिँ 3 इन्टु 4 भन्न पाउँछ कि पाउँदैन, पाउँछ. मैले अगाडिपट्टि नि 4 छ, पछाडिपट्टि नि 3 इन्टु 4 छ. यहाँबाट मैले 4 लिएँ, अगाडिपट्टिको पनि 4 लिएँ भने 4 कमन लिन सकिन्छ. x इज लेफ्ट, पछाडिपट्टि 12 मा चाहिँ 3 इज लेफ्ट. 3 इन्टु 4 इज 12, 4 अगाडि गएछ भने 3 बाँकी रह्यो. ओके, अब हामीले विचार गर्नुपर्नेको चाहिँ कुरा के हो भन्दाखेरि यहाँ चाहिँ दुईवटा टर्म आए, एउटा टर्म दुईटा टर्म. यो दुईटा टर्ममा पनि केही कुरा कमन छ, अभियसली पनि x माइनस 3 इज कमन. अब यसमा के बाँकी रह्यो, x स्क्वायर इज लेफ्ट, यसमा के बाँकी रह्यो, 4 इज लेफ्ट एन्ड वी आर फ्याक्टराइज, फिनिस्ड. के गाह्रो छ छैन, इजी. यदि बुझेन भने फेरि रिपिट गर्दा हुन्छ. ओके, अब अर्को क्वेशनमा जाउँ हामी. 6x क्यूब माइनस 2x स्क्वायर माइनस 2x स्क्वायर प्लस 27x प्लस 27x लास्टमा माइनस 9. ओके, माइनस 9 यस्तो खालको क्वेशनलाई चाहिँ के गर्ने है त. ओके, यसमा पनि गर्ने कुरा त्यही हो. पहिला x लाई चाहिँ डिसेन्डिङ पावरको चाहिँ डिसेन्डिङ अर्डरमा राखिहाल्ने हैन. अब त्यसपछि 6x क्यूब भनेको 2 इन्टु 3 इन्टु तीनवटा x मल्टिप्लाई भएको, इजी कुरा. 2x स्क्वायर भनेको चाहिँ के हो भन्दाखेरि 2 र दुईवटा x मल्टिप्लाई भएको भनेपछि 2 र 2 कमन छ हैन. x र x कमन छ, अर्को x र अर्को x कमन छ भनेपछि 2x स्क्वायर इज कमन. 2x स्क्वायर इज कमन. यहाँ के बाँकी रह्यो, एउटा 3 बाँकी रह्यो, एउटा x बाँकी रह्यो. ओके, दिस विल बी 3x इज लेफ्ट माइनस 2x स्क्वायरको त सबै गइहाल्यो, 1 इज लेफ्ट. ओके, प्लस 27 भनेको चाहिँ 9 इन्टु 3 होला सायद हो. अनि यहाँ पनि 9 छ, यो पनि 9 इन्टु 3 छ भनेपछि 9 हामीले कमन लिन पायो. यहाँ कति बाँकी रह्यो, 3 बाँकी रह्यो, x त बाँकी नै रहिहाल्यो, माइनस 9 त सबै उता गइहाल्यो, 1 इज लेफ्ट. ओके, फेरि हामीसँग दुईटा टर्म आयो. चारवटा टर्मबाट हामी दुईटा टर्मसम्म पुगिसक्यौँ. यो एउटा टर्म छ, यो अर्को टर्म छ भनेपछि के छ कमन, यु क्यान सी 3x माइनस 1 इज कमन, 3x माइनस 1 इज कमन. ठिक छ, सकिहाल्यो. अनि त्यसपछि 2x स्क्वायर प्लस 9 इज लेफ्ट. इट इज फ्याक्टराइज्ड. चारवटा टर्मको चाहिँ भेरी इजी ग्रुपिङवालामा चाहिँ. ठिक छ, अब सिधै क्वेशन अब अर्को खालको टाइपको क्वेशनमा जाउँ. 4a स्क्वायर माइनस b स्क्वायर माइनस 4b माइनस 4 छ है. 4a स्क्वायर माइनस b स्क्वायर माइनस 4b माइनस 4 छ.
ए यो क्वेसन लेट मी चेक 4a स्क्वायर माइनस b स्क्वायर 4a स्क्वायर माइनस b स्क्वायर माइनस 4b माइनस 4 माइनस 4b माइनस 4 ओके यस्तो खालको क्वेसनमा चाहिँ के गर्ने भन्दाखेरि ग्रुपिङ गर्यो भने केही नि कुरा कमन छैन यो दुईटा भने केही नि कुरा कमन छैन अनि फरक फरक भेरिएबल आएको छ यो बेलामा त हामीले ग्रुपिङ गर्न मिल्दैन हैन यसलाई चाहिँ हामीले गर्ने के भन्दाखेरि अगाडिपट्टिको जुन 4a स्क्वायर छ नि पोजिटिभमा रहेको कुरा अथवा अगाडिपट्टिको कुरा यसलाई जस्ताको त्यस्तै राख्ने केही वास्ता नगर्ने अनि पछाडिपट्टिको तीनटालाई चाहिँ हामीले पर्फेक्ट स्क्वायरको फर्ममा लगाइदिने हेरौँ है त मैले भन्न खोजेको चाहिँ के हो भन्दाखेरि b स्क्वायर माइनस b स्क्वायर माइनस 4b माइनस 4 भन्ने कुरा छ नि हामीले यसो विचार गर्यो भने a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर a स्क्वायर माइनस 2ab प्लस b स्क्वायरको फर्ममा जस्तो जस्तो देखिन्छ अल्दो साइन चाहिँ फरक फरक छ तर त्यस्तै त्यस्तै छ भनेपछि हामीले के गर्न सकिन्छ भन्दाखेरि 4a स्क्वायरलाई 4a स्क्वायर नै राख्ने यो सबैबाट माइनस कमन लिँदै त कि त हामीले पर्फेक्ट स्क्वायर बनाउनको लागि चाहिँ दुईटा फर्मुला छ a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर छ a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर छ यो दुईटा फर्मुला युज गर्नुपर्ने छ है त अब दुईटैमा लास्टमा प्लस b स्क्वायर छ भने लास्टको यो प्लस b स्क्वायरलाई पनि प्लस बनाउनको लागि माइनस कमन लिनु पर्यो यसबाट मात्र माइनस कमन लिएर त भएन सबैबाट माइनस कमन लिदिउँ ओके b स्क्वायर प्लस भयो माइनस कमन गयो प्लस भयो यो पनि माइनस कमन गयो प्लस भयो यो पनि माइनस कमन गयो यो पनि प्लस भयो हेरौँ है त यो पर्फेक्ट स्क्वायरको फर्ममा आउन सक्छ होला पर्फेक्ट स्क्वायर भनेको चाहिँ यो दुईटा फर्मलाई चाहिँ पर्फेक्ट स्क्वायर फर्म भन्छ कि यसले चाहिँ a प्लस b होल स्क्वायर दिन्छ यसले चाहिँ a माइनस b होल स्क्वायर दिन्छ यसलाई चाहिँ हामीले पर्फेक्ट स्क्वायर भन्छौँ हैन माइनस भनेपछि यो b स्क्वायर a स्क्वायर प्लस 2 a को ठाउँमा b राख्नु पर्यो b को ठाउँमा चाहिँ अब 2 हुने भए 2 र 2 मल्टिप्लाई गर्दा 4 हुन्छ b जस्ताको त्यस्तै छ प्लस 2 स्क्वायर ठीक छ कुरा a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर को फर्ममा छ ओके दिस विल बी 4a को स्क्वायर माइनस b प्लस 2 को होल स्क्वायर अब अगाडिपट्टिको टर्मलाई हामीले 2a को होल स्क्वायर लेख्न मिल्छ 4 भनेको 2 को स्क्वायर हो a भनेको a को पहिले स्क्वायर दिएको छ भनेपछि होल स्क्वायर माइनस b प्लस 2 को होल स्क्वायर ओके अब हेर त यहाँ पनि स्क्वायर छ यहाँ पनि स्क्वायर छ फर्मुला हामीलाई एउटा युनिक फर्मुला के थाहा छ भन्दा a स्क्वायर माइनस b स्क्वायर भनेको a प्लस b हुन्छ a माइनस b हुन्छ ओके अब हामीले चाहिँ यो जुन छ नि यसलाई चाहिँ a मान्ने यसलाई चाहिँ हामीले b मान्ने पुरैलाई ल त्यसो भए a प्लस b a माइनस b गरिदिउँ त ल ओके a प्लस b ठीक छ a माइनस माइनसको बेलामा चाहिँ ब्र्याकेट राख्नुपर्छ है b किन भन्दाखेरि यो दुवैको माइनस हो अथवा दुवैको प्लस हो तर प्लसमा चाहिँ फरक परेन किनकि प्लसले त केही साइन चेन्ज गराउने वाला छैन त्यही भएर वी क्यान राइट इट लाइक दिस b प्लस 2 जस्ताको त्यस्तै यसलाई चाहिँ हामीले ब्र्याकेट खोल्नु पर्यो 2a माइनस b माइनस 2 फिनिश फ्याक्टराइज्ड इजी पिजी ठीक छ ओके लास्ट क्वेसनमा जाउँ लास्ट क्वेसनको लागि म फ्रन्ट पेजमै गएर सल्भ गर्दै ओके यो पनि सजिलो छ यसको लागि पनि हामीले के गर्न सक्छौँ भन्दाखेरि p4 लाई p4 नै राख्ने माइनस कमन लिदिने सबैबाट के बन्छ 4q स्क्वायर माइनस माइनस यहाँ गयो यो प्लस भयो यो प्लस को यहाँ माइनस गयो भने यहाँ माइनस रह्यो साइन चेन्ज pq माइनस यहाँ गयो भने यो प्लस रह्यो q स्क्वायर ठीक छ ओके p4 इज इक्वल टु यसलाई चाहिँ हामीले 2q को होल स्क्वायर भन्न पाउँछौँ ए पछाडिको हामीले पर्फेक्ट स्क्वायर फर्ममा लादैछौँ है a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर को फर्ममा जाँदो रहेछ यो इजी ओके माइनस 2 a को ठाउँमा अब के चाहियो 2q चाहियो b को ठाउँमा अब हामीलाई के चाहियो यहाँ त क्वेसनै रङ छ कि क्या हो यो लास्टको p स्क्वायर हुनु पर्थ्यो होला ओहो p स्क्वायर हुनु पर्थ्यो हैन अनि यो पनि 4 हुनु पर्थ्यो होला ओके लेट्स ट्राई अर्को क्वेसन म बनाए है त यसलाई p4 माइनस 4q स्क्वायर प्लस 4pq माइनस p स्क्वायर भयो भने चाहिँ यो नयाँ क्वेसन ल यो क्वेसन चाहिँ गरौँ त्यो अहिले भर्खरै मैले दिएको क्वेसनै रङ दिइरहेको रहेछ मैले ओके यसलाई हामीले के गर्ने p4 लाई p4 राख्ने माइनस कमन लिने this will be 4q square minus 4pq plus p square हुने भयो ओके माइनस कमन लिदिएको मैले p4 को p4 भयो माइनस ओके यसलाई चाहिँ हामीले 2q को होल स्क्वायर भन्न पाउँछौँ a स्क्वायर माइनस 2 a को ठाउँमा 2q
a अनि b को ठाउँमा अब हामीले के राख्नु पर्यो p राख्नु पर्यो जसरी पनि 4pq नै भयो ओके प्लस p स्क्वायर को p स्क्वायर छ ओके ठीक छ कुरा ल त्यसो भए what we can do is यसलाई मैले माथिबाट गरे त त्यसो भए यसलाई चाहिँ मैले फेरि यहाँनेरबाट स्टार्ट गरे ओके p4 को p4 भयो माइनस अब हामीले 2q माइनस p को होल स्क्वायर गर्न पाउँछौं a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर भनेको a माइनस b को होल स्क्वायर हो अब यो भनेको p स्क्वायर को स्क्वायर भयो माइनस 2q माइनस p को होल स्क्वायर भयो अब फेरि त्यस्तै फर्ममा आइपुगेर यो पुरैलाई हामीले a मान्ने यो पुरैलाई हामीले b मान्ने a स्क्वायर माइनस b स्क्वायर भनेको के हुन्छ a प्लस b a माइनस b हुन्छ ओके ल यो भनेको चाहिँ अब के हुने भयो त p स्क्वायर a को ठाउँमा पुरै p स्क्वायर छ है स्क्वायर को पनि स्क्वायर हो नि त माइनस a प्लस ल प्लस b ओके a माइनस ब्रैकेट राख्नु पर्यो यो बेलामा चाहिँ b ओके ओके यो भनेको चाहिँ के भयो p स्क्वायर प्लस 2q माइनस p स्क्वायर माइनस 2q प्लस p ओके इट इज फ्याक्टराइज चारवटा टर्मकोमा चाहिँ यस्तो पनि गर्न सक्नु भयो कि त ग्रुपिङबाट गर्न सकिन्छ कि त अगाडिकोलाई जस्ताको त्यसै राख्ने पछाडिकोलाई चाहिँ स्क्वायर पर्फेक्ट स्क्वायर फर्ममा लैजाने ओके दैट्स इट धन्यवाद थ्यांक यू